अझ धेरै वर्ष देख्न पाइयोस्। उहाँ र म निकै रमाइलो पनि गर्छौँ, कुराकानी पनि गर्छौँ। कस्तो देखियो भने मैले आफूले अनुभूति गर्दाखेरि पनि उहाँको जीवन हेर्दाखेरि एकदम सङ्घर्षमय जीवन देख्नु सुरुदेखि नै। उहाँ जसलाई उहाँले विश्वास गर्नुभयो अन्यथा नलागोस्, विश्वास गर्नेहरूले जसलाई आत्मविश्वास गर्नुभयो उहाँहरूले विश्वासमा अलिक तुषारापात गरेको देखिन्छ उहाँको लाइफ जिन्दगी हेर्दाखेरि। यद्यपि यसको नि दुःख गर्नुले प्रेरणा दिन्छ, त्योबाट हामी उत्साहित छौँ। उहाँको यो भव्य जन्मोत्सवको उपलक्ष्यमा मैले शुभकामना व्यक्त गर्न चाहन्छु र अझ धेरै बाँचेको देख्न पाऊँ भन्ने आशा र भरोसा पनि राख्दछु। हस्, धन्यवाद। शुभकामना मन्तव्य राखिदिनु हुन छिमेकी शोभाखर चापागाई राजनीतिज्ञ, सामाजिक व्यक्तित्व र हाम्रो एकदमै सदियारा सभार अङ्कललाई थोरै शुभकामना मन्तव्य राखिदिन अनुरोध गर्दछु। हस् त, धन्यवाद। आज यो जन्मोत्सव कार्यक्रम यति प्रसाद पाठकज्यूको 79औं जन्मोत्सव कार्यक्रममा हामी सहभागी छौँ र यो कार्यक्रममा सहभागी हुनुहुने एउटा पत्रकार महासङ्घका मित्र र अन्य राजनीतिक पार्टी छिमेकी साथी ऋषि काफ्ले सर, रामबन्धु पोखरेलज्यू, हाम्रो इलाका प्रशासन कार्यालय प्रमुख र सशस्त्र प्रहरी बलका प्रमुखज्यू र उपस्थित सम्पूर्ण दाजुभाइ आफन्त मित्रहरू सबैमा नमस्कार। आज हामी वास्तवमा यो समाजमा हामीले विक्षिप्त रहेको संस्कार बढिरहेको छ, जुन विक्षिप्त संस्कारलाई हामीले कतातिर गइरहेको छ भन्ने एउटा विचलन भइरहेको अवस्थामा हाम्रो धन्यवाद। आज हाम्रो आदरणीय बुवा नेत्रप्रसाद पाठकको 79औं जन्मोत्सव यो समारोहमा हामी उपस्थित छौँ। सर, यो कार्यक्रममा उपस्थित हुनुहुने आदरणीय मेरो अग्रज राजनीतिक व्यक्तित्वज्यूहरू ऋषि काफ्ले, शोभाखर चापागाईज्यू, दुवै सुरक्षा निकायका प्रमुखज्यूहरू, पत्रकार महासङ्घ चितवनका अध्यक्षज्यू, यो पाठक समाजका विभिन्न जिम्मेवारीमा रहनुभएका व्यक्तित्वहरू, सम्पूर्ण दाजुभाइ इष्टमित्र सबैमा मेरो तर्फबाट यहाँहरूलाई हार्दिक नमस्कार। आज हामी यो एउटा उदाहरणीय काम हामीले पनि धेरै उहाँबाट सिक्नुपर्ने छ। अघि नै पूर्ववक्ता मित्रहरूले भनिसक्नुभयो, हामीले विभिन्न जन्मोत्सवहरू हेरिरहेका छौँ समाजमा। आफ्नो होस पनि गुमाउने गरी आफ्नो जन्मोत्सवहरू मनाइरहेको यो समाजमा आज एउटा नयाँ खालको सन्देश दिने गरेर जुन आफ्नो मृत्यु पर्यन्त पनि समाजलाई एउटा छारी दिइराख्ने, जीवन्त बनाइराख्ने खालको जुन कामको सुरुवात गर्नुभएको छ। अहिले विभिन्न ठाउँहरूमा विकास निर्माणको चरणमा ठाउँका चौताराहरू फालिँदै गएको अवस्था हामीले देखिरहेका छौँ। यो हाम्रो पुरानो संस्कृति र एउटा समाजलाई सकारात्मक एउटा चौतारी, एउटा चाहिँ कानुनको अथवा कुनै पनि चिजको सत्यको साँचीको रूपमा
चौतारीहरूलाई लिने गरिन्छ। त्यो चाहिँ समाजबाट लोप हुँदै गइरहेको अवस्थामा अहिले यसलाई फेरि पुनः जागृत गर्दै यो ठाउँ यो सम्मेश्वर आफैमा एउटा गर्व गर्न माडीको एउटा गर्व गर्न लायक पर्यटकीय क्षेत्र हो। त्यसको फेदीमा जुन यो काम गरिएको छ यसले बुवाको सोचलाई जीवनभर सधैँ युग युगसम्म यसलाई जीवन्त राखिराख्नेछ। यसको लागि उहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु र यो कामले पक्कै पनि अरू सम्पूर्ण यहाँ उपस्थित हुनुहुने र यो सन्देश सुन्ने सबैलाई एउटा प्रेरणा पनि बन्नेछ र यसबाट धेरैले सिक्ने अवसर पनि मिल्नेछ। त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु। म पनि एउटा उहाँको जेठो छोरा र म एक सेकेन्ड पनि जन्मेको समय फरक नहुने गरेर हामी जन्मजात नै मित भएर उहाँकै काखमा हामी हुर्केको कारणले गर्दा उहाँलाई मैले नजिकबाट चिन्छु। उहाँको अत्यन्तै सरल र निर्धक्क जस्तो सुकै समस्याहरू वा चुनौतीहरूमा पनि ढुक्कका साथ सामना गर्न सक्ने उहाँको जुन क्षमता छ त्यो क्षमताले पनि हामीलाई हरेक दिन हरेक पल केही न केही पाठ दिइरहेको हुन्छ। त्यसैको आधारमा हामी यो सामाजिक क्षेत्रमा पनि अगाडि बढ्ने एउटा प्रेरणा पाइरहेका छौँ। त्यस कारणले गर्दा उहाँका जुन यी कामहरू छन् उहाँले गर्न सक्ने उहाँले मूल्याङ्कन गर्न सक्ने तत्काल घटनाहरूलाई मूल्याङ्कन गरेर त्यसै गरी मैले शुभकामना मन्तव्य दिने क्रममा नेपाल पत्रकार महासङ्घ चितवन जिल्लाका अध्यक्ष बसन्त पराजुली हामीसँग हुनुहुन्छ। उहाँलाई थोरै शुभकामना मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद सूर्यजी। आदरणीय बुवा, पाठक बुवा, आदरणीय उपस्थित महानुभावजीहरू, सशस्त्रका डिएसपी साहब, जनपदका इन्सपेक्टर साहब, सम्पूर्ण उपस्थित महानुभावहरू र पत्रकार साथीहरू, साँच्चै नै मान्छेले जन्मेपछि केही न केही गर्नुपर्छ र मरेपछि भोलि हामी मरेपछि पनि भोलिको दिन पनि हुन्छ, मृत्युपछिको पनि दिन हुन्छ भन्ने कुरा हामी त्यो विश्वास गर्छौँ। त्यो विश्वासमा रहेर नै मृत्युपछिको कृतिका लागि हामीले धेरै कामहरू गर्छौँ। त्यही काममध्येको एउटा हाम्रो धार्मिक संस्कारमा पनि बर पिपल रोप्ने एउटा त्यो प्रक्रियाभित्रको एउटा काम हो। जुन काम पाठक बुवाले आफ्नो जन्मदिनमा अहिले उहाँ एउटा अबुर्ध रोगसँग लडिरहनु भएको अवस्था छ र त्यो अवस्थामा पनि उहाँले आफ्नो जन्मदिनमा एउटा जुन वृक्षारोपण गरेर बर पिपलको वृक्षारोपण गर्ने जुन अदम्य साहस देखाउनु भयो, यसका लागि म बुवाप्रति आभार व्यक्त गर्न चाहन्छु। साँच्चै नै बर र पिपलको आफ्नै महत्त्व छ र त्यो बर र पिपल संरक्षणका लागि अहिले अब अघि पूर्ववक्ता साथीहरूले पनि भन्नुभयो, अहिले विकासको नाममा बर र पिपलहरू मासिएका छन्। अहिले तपाईँ हरेक चोक चौरामा बर पिपल देखिन्थ्यो, अहिले तपाईँ हेर्दै जानुभयो भने यहाँबाट नानगढ पुग्दासम्म तपाईँको बर पिपल मुस्किलले कमै मात्रामा देखिन्छ। अब यस्तो अवस्थामा बर र पिपलको संरक्षण गर्नु भनेको धेरै चुनौतीका बिच संरक्षणका लागि हामीले प्रयास गरेका छौँ। फरक ढङ्गले मनाउने एउटा चाहिँ कार्यको शुभारम्भ गर्नुभएको छ, धन्यवाद दिन चाहन्छु। र चाहिँ हाम्रा आदरणीय दाजी नेत्र प्रसाद पाठकको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना पनि व्यक्त गर्न चाहन्छु। यो वास्तवमा चाहिँ जन्मोत्सव हामीले हरेक किसिमले मनाउने गरेका छौँ र यो आज फरक ढङ्गले र एउटा उदाहरणीय कार्य गर्नुभएको छ। अब उहाँ पक्कै पनि आदरणीय दाजी धन्यवादको पात्र हुनुहुन्छ। उहाँ एउटा सामाजिक व्यक्तित्व, एउटा चाहिँ साहित्यिक व्यक्तित्व पनि हुनुहुन्छ। उहाँले आफ्नो जीवनको धेरै चाहिँ ऊर्जाशील समयहरू पाठक बन्धुहरूको चाहिँ उत्थानको लागि खर्च गर्नुभएको छ। निरन्तर उहाँ चाहिँ 25 वर्षदेखि नै हाम्रो यो पाठक समाजको चाहिँ अध्यक्ष रहिरहनु भएको पूर्व अध्यक्ष पनि हुनुहुन्छ। त्यो हिसाबले पनि एउटा सम्माननीय व्यक्तित्व हुनुहुन्छ र एउटा चाहिँ ऐतिहासिक व्यक्तित्व पनि हुनुहुन्छ। उहाँले चाहिँ हिजोको आफ्नो जन्म स्थानदेखि गरेका र चाहिँ हाम्रा चाहिँ वंशहरूको चाहिँ वंशावली अथवा चाहिँ देखि ज्ञात भएको व्यक्तित्व पनि हुनुहुन्छ र मैले हरेक ठाउँहरूमा उहाँले सामाजिक क्रियाकलापहरू दुःख सुखमाहरूमा पनि उहाँहरूको चाहिँ सहभागिता हुने गरेको देखेको छु। यो हिसाबले पनि उहाँ एकदम ऊर्जाशील व्यक्तित्व हुनुहुन्थ्यो। सबको शुभकामना र हामीले उहाँलाई टिको लगाएर केन्द्रीय उपाध्यक्ष र क्षेत्र नम्बर 8 का अध्यक्ष
लगायत सम्पूर्ण अतिथि गणहरूले फुलमाला खादाका पाठक बन्धुहरूको बृहत उपस्थिति, सामाजिक व्यक्तित्वहरूको उपस्थिति, पत्रकार, सुरक्षाकर्मी र सम्पूर्ण माडीका सहकर्मी, जन्मोत्सव यो माडीको सोमेश्वरगढी नेपालकै पर्यटकीय क्षेत्र 100औं पर्यटकीय गन्तव्य मध्ये एक सोमेश्वरगढीको फेदीमा आज वृक्षारोपण सहित यतिप्रसाद पाठकको वार्षिक उत्सव जन्मोत्सव मनाइरहेका छौँ र म जन्मोत्सवमा यतिखेर यतिप्रसाद पाठकलाई टिका ग्रहण गर्ने र खादा लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ। सम्पूर्ण उपस्थित पाठक बन्धु, पत्रकार साथीहरू, सुरक्षाकर्मी, भद्रबल आदमी, समाजसेवी र गाउँका सबै दाजुभाइ दिदीबहिनीहरूलाई पाठक समाजले हार्दिक स्वागत गर्न चाहन्छ। यो कार्यक्रममा सहभागी भइदिनु भएकोमा। यतिखेर हामी माडीको सोमेश्वरगढी फेदीमा बरपिपल स्वामी र केही वृक्षारोपण गर्दै जन्मोत्सव मनाउने क्रममा छौँ। यतिखेर हामीले तुलसा समाजका अग्र व्यक्तित्वहरू हुनुहुन्छ, राजनीतिक व्यक्तित्वहरू हुनुहुन्छ। भलै आजको यस कार्यक्रममा हामीले आधिकारिक ढङ्गले आसन गर्न अथवा त्यस्तो खालको निमन्त्रणा पत्रहरू पठाएनौँ, तथापि सबैको उपस्थितिको प्रतिनिधित्वमूलक ढङ्गको भएको छ भन्ने मलाई लागेको छ। सुरक्षाकर्मीज्यूहरू पनि एउटा उत्साहबाट जुन आउनुभएको छ, एउटा पारिवारिक जस्तो ढङ्गबाट उहाँहरू यहाँ हुनुभयो, एकदमै खुसी लागेको छ। पत्रकार मित्रहरू जिल्ला केन्द्रदेखिबाट आउनुभएको छ, उहाँहरूलाई पनि म धेरै धेरै मनैदेखि धन्यवाद दिन चाहन्छु। सम्पूर्ण पाठक बन्धुहरूको तर्फबाट यहाँहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। र मलाई केही शब्दहरू जति गरे पनि आखिर थोरै नै हुन्छ। एउटा पिताले एउटा छोराछोरीप्रति जुन खालको एउटा त्याग गर्छ त्यो मैले अहिले शब्दबाट भन्नु पर्दैन, यो सबैले बुझेको कुरा हो। म त यहाँ उपस्थितहरूमध्ये सायद कम्ती नै उमेरको पर्छु होला। बाबाले धेरै दुःख कष्टका साथ, माडी नै यति भव्य थिएन, बाटाहरू धेरै साँगुरा, धेरै दुःख अप्ठ्यारा, रिउ रापतीमा चाहिँ नि पुलमा हिँड्नु परेको अवस्था, यो सबै कष्टका बावजुद पनि आज हामीलाई यो ठाउँमा पुर्याउनु भयो। आज सोमेश्वर यो हुँदो रहेछ र आज यस्तो गर्न सकिन्छ भन्ने हामीलाई लागेको थिएन। धेरै दुःख कष्टका साथ परिवारलाई यो ठाउँमा ल्याउनु भयो र सम्पूर्ण पाठकहरूको पनि नेतृत्व गर्नुभयो। लामो समयदेखि पाठक समाजको करिब 25 वर्षसम्म चाहिँ नि एउटा नेतृत्वदायी भूमिकामा रहेर अहिले थप बिरामी भएको कारणले गर्दा अहिले अलिकति रेस्टमा हुनुहुन्छ। बुबा अर्बुद रोग क्यान्सरबाट पीडित हुनुहुन्छ र पनि उहाँको जुन एउटा चाहिँ नि साहस हो, जुन एउटा चाहिँ नि हिम्मत हो, जुन एउटा रङ्ग हो, जुन एउटा गर्नुपर्छ भन्ने धारणा हो, त्यो घटेको छैन जस्तो मलाई चाहिँ लागिरहेको छ। हामीलाई अहिले पनि उहाँले प्रेरणा दिइराख्नुहुन्छ। त्यो उहाँको चाहिँ एउटा आन्तरिक एउटा बल हो, आन्तरिक क्षमता हो, उहाँबाट हामीले सिक्नुपर्ने कुरा हो जस्तो चाहिँ मलाई लागेको छ। फेरि पनि आजको यो उपस्थिति यहाँहरूको आशीर्वादले बुबाको स्वास्थ्य लाभ होस् र बुबा 100 वर्षभन्दा अझै कट्ने हिम्मत र त्यो खालको चाहिँ नि भगवानबाट चाहिँ त्यो कृपा आशीर्वाद मिलोस्, यहाँहरूको सबैको आशीर्वाद लागोस् भन्न चाहन्छु। यति भन्दै यहाँहरू सम्पूर्णलाई धन्यवाद, फेरि पनि धन्यवाद ज्ञापन गर्दै बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार। मेरो माइलो भाइ शिव पाठक र कार्यक्रम हामी अन्तिममा छौँ र अन्तिममा आज नेत्रप्रसाद पाठक, बुवा नेत्रप्रसाद पाठक, जसको आज हामी 79औं जन्मोत्सव मनाइरहेका छौँ। उहाँले आफ्ना 2 शब्द राख्नुहुन्छ र थोरै कविता पनि गाउँछु भन्नुभएको छ। मैले सक्नुहुन्छ र भनेको मलाई के भाषामा सकिहाल्छु नि भन्नुभएको छ। उहाँले मन्तव्य दिएर कविता भनेर अनि यो कार्यक्रम
उहाँले समापन गर्नुहुनेछ र समापन गरिसकेपछि हामी थोरै यहाँ खाजा सम्पूर्ण यस्तो उसमा पनि आएर चाहिँ आउनुभयो र मेरो चाहिँ यो जन्मोत्सवको उसमा मैले बर्थडे भन्न रुचाउन्न, यो जन्मोत्सव हो, यसमा आउनुभयो र मैले चाहिँ चौतारी रोप्ने मलाई 3-4 वर्ष पहिले ठाकुर ढकाल हुँदाखेरि नै तलको उसमा रोप्ने भनेर उ गरेको, त्यतिखेर रोकिएको राम्रो भएछ। अहिले यहाँ चाहिँ बालु पानी भन्थ्यो त्यो बेलामा यो मनले कस्ता कुरा भन्थ्यो। हरि बोकी हिँड्ने बाटो आज बिरानो, हिजोका ती सँगी साथी कसरी सम्झनु। 2 मुरीका थैला पनि यहीजनाले बोक्यो, 2 मुरीका थैला पनि यहीजनाले बोक्यो, कस्ता मयौँ भन्नेलाई नि यही हातले ठोक्यो। यही मुखले कस्ता कस्ता गर्यो भाषण पनि, ताली बथे चारैतर्फ बाट क्या भात भनी। यही एकजना राजनीतिमा लुग्दै छिप्दै हिँड्ने, पर्यो भने जस्तो मानी यहीजना हो बिन्ने। यही एकजना जेल नेल खायो पिटाइ पनि, पर्वा केही मान्दैनथ्यो लिब्ला बदला भने। यही एकजना ठुला ठुला गर्यो यज्ञ पनि, मरेपछि नर्क होइन स्वर्ग जाउँला भने। यही एकजना तीर्थ व्रत स्वदेश विदेश घुम्ने, मनले आँटे जुन ठाउँ माने यही हो जान पुग्ने। यहीजनाले कस्तो खायो फेसन कस्तो लायो, यहीजनाले दुःख पायो धुत्रे कपडा लायो। यिनी आँखा वारिपारी हेर्थे राम्रा ठिटी, यिनी आँखा वारिपारी हेर्थे राम्रा ठिटी। यही मुखले कति गाउँछु नौलो भाका झिके। यही हात खैँजाडी र मजुराको रनको, यही आँखाले देखेपछि बुझिहाल्थ्यो मनको। यही टाउको पोल्टे टोपी निदा टोपी ल्याउने, हातमा रुमाल इसाराले स्वागत समेत पाउने। यहीजना हो यहीजना हो मेला पाता गाउँदै नाच्दै हिँड्ने, यही योजनाको पत्याउँछ हुल्दङ्गामा भिड्ने। यहीजना हो कति मान्छे गर्थे नमस्कार, यहीजनालाई भन्ने गर्थे हामीलाई लाउनुहोस् पार। यही योजना छोराछोरी पायो भाषण भरे, यहीजनालाई श्रीमतीले बोल्थिन् आदर गरे। यही योजना छोराछोरी हिँडे अघि पछि बिस्कुट र चक्लेट किने खुवाउने गर्थे हाँसी। यही योजना गाउँघरमा स्कुल पार्टी पौवा बाटोघाटो बनाउनमा हिँडिरहने दौडी। यही योजना प्रतिनिधि उठी खायो भोट, यहीजनालाई जनता उठी उल्टै खुवाए चोट। ठिजौली र रमाइलाका टुङ्ग्याउँदैछु कुरा, बुढेसकालका कुरा अब सुन्नु होला पुरा। हस्त यो बुढेसकालको यसपछि छ, बुढेसकालमा केही आउँदो रहेछ धेरै छ, धेरै हुन्छ। के बुढेसकालको गाउने हो र? अनि बुढेसकालको गाउने भने खाइदिन्छु। बसेर गाउनु यसो नसक्ने कुरो मान्छेले बिमारी भयो भने लग्छु भने, अब म चाहिँ बिमारी भएकै छैन, म भएकै छैन। फेरि मेरो सिन्धुमिनी जति तुषार गर्ने साई श्रीमती छैनन् होला। उयो ज्यान छोरा छोरी ताकिरहेछन् लाठी, उजना हो उजना हो छोरा छोरी ताकिरहेछन् लाठी। उही श्रीमती आज बोल्दा उल्टै धारा किटी। उयो जान नमस्कार गर्ने छोडे सब, उयो जाने नमस्कार गर्ने छोडे सब। उइजान छ समाज बोल्दा, समाज बोल्दाखेरि मान्नु पर्ने लाज। उनी साथै बोल्न पनि छोडिसके किन, हिजोका ती दिन सम्झँदा लाग्ने गर्छ किन। आँगनसम्म झर्दा पनि लौरो टेक्ने भयो, आँगनसम्म झर्दा पनि लौरो टेक्ने भयो। राम्रा सेता दाँत छरी आज बिरु छयो,
राता गाला चाउरी परे बोल्दा र्याल आउँछ भात खाँदा गल लाग्छ शीतन गाली आउँछ थोते बोली कति बोल्छु सुन्दैन कोही कुरा पहिला कति दिनसम्म जाँदा हुन्छु म बेसुर पिँढीबाट झर्न पनि लौरो चाहिने भयो यो जिन्दगी सम्झी ल्याउँदा अचम्मको छयो काला केसे सेता भए गाला परे चाउरी लाली उठ काला भए लाउन थाले माउरी जसले पहिला नमस्कार गर्थे बोल्नै छोडे नातापाता इष्ट मित्र सबले माया छोडे छोरालाई यता आइज जान्छ उता फर्की छोरालाई यता आइज जान्छ उता फर्की बुहारीले घृणा गर्छे बोल्दा पनि झर्के आधा अङ्ग शिरमा तितो माया गर्थे पहिला अहिले एउटा कुरा सोद्धा गर्छे खैला पहिला छोरीहरू अघि पछि हिँड्थे बाबा भन्दै छोरी ज्वाइँ सर्छै सर्छ गए नाता तोड्दै अघि पछि यही हो जान हिँड्थे साथी कति बिर्द भयो कोही बोल्दैन बिग्रो सबको मती यो संसारमा आउँदा नाङ्गै जाँदा पनि उस्तै लौरोटेकी आँगनसम्म पुग्छु सुस्तै छोराहरू आउँछ भन्दा बाँडे सबै छेटी बुढाबुढी दुवैलाई छैन मारी मेटी बाबा मलाई सन्च कटाई पाल भन्छन् गाउँले मानव उठाइ सन्चसँग पाल्छौँ भन्छन् बाउले कहिले दिन्छन् किलो भात कहिले ठस्के आटो आँखा पनि देखिँदैन हातमा छाम्दा माटो मेरो तर्फबाट हार्दिक स्वागत र धन्यवाद व्यक्त गर्न चाहन्छु र म यस कार्यक्रममा विद्यालयबाट शिक्षण गर्दा गर्दै केही समय ढिलो हुन गएकोमा म क्षमा प्रार्थी पनि छु र सबैलाई यस कार्यक्रममा आइदिनु भएर यस कार्यक्रमलाई भव्य र सभ्य बनाइदिनु हुनको लागि सहयोग गर्नुभएकोमा सबैमा आभार व्यक्त गर्दै मेरो